भनिन्छ नि बेलैमा बुद्धि पुराएन भने पछि दुःख पाइन्छ भने जस्तै। हेलो एभ्रिवान, हजुरहरूलाई मेरो ब्लगमा स्वागत छ। हजुर सबैजना आरामै हुनुहुन्छ होला, म पनि आरामै छु भन्नु है। तर म आराम छुइनँ, आज म धेरै टेन्सनमा हिँडिरहेको छु कि आज चाहिँ म आफ्नो कामको लागि आज खानासाना खाएर चाहिँ म र बुढा निस्क्यौँ। काम भने यस्तो हो कि साथीहरू, मैले एसएलसी दिइसकेपछि मैले एउटा फ्रीको सिम आउँथ्यो नि, हजुरलाई पनि थाहा होला, त्यो सिम लिएको थिएँ। अनि मेरो त्यो सिम अरूको नाममा रहेछ क्या, त्यो मान्छेलाई चाहिँ म चिन्दा नि चिन्दिनँ। अनि अहिले चाहिँ मेरो मोबाइल ब्याङ्किङ सेवा सबै त्यही सिम नम्बरमा छ क्या। अब मैले आफ्नो नाममा गर्नु पर्यो अनि यस्तो टेन्सन परिरहेको थियो कि। अनि बुढाबुढी हामी गयौँ, अनि मेरो बुढाले चाहिँ यो पुरै ढुङ्गा बोकेर उठाउँदै होइसिन्थ्यो कि। अनि त्यहाँ हाम्रो अब पूजा कोठा बनाउने भनेर त्यो अर्डर दिन गएको थियौँ। अनि त्यहाँबाट चाहिँ पेट्रोल हाल्न गएको। यो एभ्रिडेले यस्तो पेट्रोल खान्छ नि है, मलाई त दिक्क लाग्छ कि जहिले पेट्रोल हाल्नुपर्छ कि 2-2 दिनमा। तर के गर्नु, चढ्नुपर्छ, हाल्नै परिहाल्यो। अनि त्यहाँबाट चाहिँ हामी सिधै एनटिसी अफिस गयौँ। सुरुमा त आफ्नो काम गर्नु पर्यो नि त। अनि डर पनि लागिरहेको थियो कि मिल्छ कि मिल्दैन, फेरि नयाँ सिम किन्नुपर्छ कि भन्ने डर लागिरहेको थियो। तर मेरो बुढाले जसो तसो मिलाइदिनु भयो। अब के गर्नु, बुढा भएपछि त गर्नु पर्यो है। अनि जसो रिक्वेस्ट गरेर अब के भनेर मिल्यो है। अनि फाइनली त्यो नम्बर मेरो नाममा रजिस्टर भयो। अनि खुसी पनि लाग्यो है। घरमा हुँदा चाहिँ जानु अगाडि चाहिँ मलाई यस्तो डर लागिरहेको थियो कि अब हुँदैन, अब सबै ब्याङ्कमा त्यही नम्बर छ, अब अर्को नयाँ सिम चाहिँ हाल्नु पऱ्यो भने त कस्तो गाह्रो हुन्छ नि त, सबै चेन्ज गर्नु पऱ्यो। अनि बल्ल तल्ल म हिजोदेखि टेन्सनमा थिएँ। तर फाइनली मेरो काम सक्यो। अनि मेरो अब मेरै नाममा भयो नि त त्यो नम्बर। अनि मेरो नम्बर पनि मेरो नाममा रजिस्टर भयो। अनि त्यो खुसीमा चाहिँ मेरो बुढाले मलाई खाजा खुवाउन लाने रे भनेर नयाँ ठाउँ पत्ता लगाउनु भएको रहेछ, टिकटकमा हेरेर जाऊँ भनेर। अनि मेरो बुढासँग चाहिँ म साना स्कुटीमा चढेर गएँ। अनि अहिले काठमाडौँमा यस्तो धुलो छ नि है, त्यही भएर मास्क लाएर चाहिँ हिँड्नुपर्छ। अनि फाइनली त्यो ठाउँ पनि आयो। अनि त्यहाँ चाहिँ पुरै कुकरमा कफी हुँदो रहेछ कि, प्रेसर कुकर कफी भनेको थियो कि मेन्यूमा। अनि हामीले त्यहाँ चाहिँ के खायौँ भने नि चिकन समोसा खायौँ, अनि पाउभाजी खायौँ। यो सबै मेरो फर्स्ट टाइम हो, मेरो बुढाको पनि फर्स्ट टाइम नै हो। भेज समोसा खाएको थियौँ है, चिकन समोसा चाहिँ हामीले खाएको थिएनौँ, त्यहाँ फर्स्ट टाइम बन्दो रहेछ। अनि कफी पनि पुरै कुकरमा के। अनि यो चाहिँ मेरो बुढाले फर्स्ट ट्राई गर्नुभयो, अनि मिठो थियो भन्दै होइसिन्थ्यो। अनि अर्को डिस पनि आयो। अनि सबै हामीले थोरै अर्डर गरेको थियौँ कि भरे मिठो भएन भने फाल्नुपर्छ भनेर चाहिँ। तर मिठै थियो, राम्रो थियो। अनि हेर्नु न, यस्तो भाँडामा कफी बनाउनु हुँदो रहेछ। तर है, आफ्नै देशमा के गर्नु पनि ठुलै कुरा हो नि त, सानो बिजनेस। तर त्यहाँ कति मान्छे आउँदो हुँदो रहेछ क्या। अनि सबैजना हजुरहरू पनि गइदिनु त्यहाँ खानालाई, त्यो चाहिँ जौलाखेलमा छ। अनि त्यहाँबाट चाहिँ फेरि मेरो बुढाको अर्को काम थियो, बुढाको लाइसेन्स लिनुपर्ने थियो, आयो कि आएन भनेर। अनि अहिले त सरकारले 7 गतेसम्म सबैको लाइसेन्स आउँछ भनेको थियो नि त। तर गएको कि यत्रो लाइन थियो, तर आएकै थिएन क्या भन्ने एउटा कुरा, तर केही पनि नहुँदो रहेछ। अनि त्यहाँबाट चाहिँ मेरो फेरि अब त्यो नाममा सिम ल्याएपछि त मोबाइल ब्याङ्कमा नेम चेन्ज गर्नुपर्छ नि त। अनि मैले एनसिएलको नम्बर थियो पहिले, अब चाहिँ मैले एनटिसीको नम्बर हाल्नु पऱ्यो भनेर चाहिँ। अनि अब मोबाइल ब्याङ्किङ पनि खोल्नु पऱ्यो। अनि मैले त्यहाँ पनि कामसाम सकेर चाहिँ ढुक्क भयो कि, आनन्द भयो नि त। मलाई त कस्तो टेन्सन भइरहेको थियो, तर मेरो बुढा हुँदा मलाई के टेन्सन। अनि त्यहाँ काम सकेर चाहिँ हामी घरतिर फर्क्यौँ। अनि फेरि घर आउने बाटोमा चाहिँ एउटा अझै काम थियो कि, हामीले बिर्सेको थिएनौँ, बाटोमै परेको थियो। अनि त्यो पनि काम गर्नुपर्ने थियो। काम भने चाहिँ के हो भने एउटा सामान लिएर जानुपर्ने थियो। अनि त्यहाँ हामी जाँदै थियौँ बुढाबुढी। अनि बाटो चाहिँ यस्तो धुलो थियो नि है, त्यही पनि जस्तो मास्क लाएर चाहिँ हिँड्नुपर्छ कि। अनि त्यहाँबाट चाहिँ हामीले त्यो सामान लिएर अनि हामी घर आयौँ। साथीहरू, हजुरहरूलाई हाम्रो भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट र फलो गर्नुहोला है। अनि आजको लागि यति नै, अर्को भिडियो लिएर फेरि म आउनेछु हजुरहरूको सामु। आजको लागि यति नै, बाइ बाइ साथीहरू, टेक केयर।